आँखा बिजायो पोल्यो भनेर आउनुहुन्छ अनि 20-25 रुपियाँ जाने आई ड्रप दिनुहोस् भन्नुहुन्छ कि। अब 20-25 रुपियाँ जाने आई ड्रप जुन छ त्यो आई ड्रपहरू चाहिँ सबै एन्टिबायोटिक आई ड्रपहरू हुन् के है। तिनीहरूले चाहिँ अब तपाईँको यो आँखा बिजाको समस्याको लागि के पनि सोलुसन होइन। अब अनि त्यस पछाडि सिएमसीहरू अरूहरू देखायो, यो त कति धेरै महँगो, मलाई त लुट्न लागेको जस्तो गर्नुहुन्छ होइन। तर तपाईँलाई चाहिँ समस्या एक थरी छ, अर्को थरीको उपचार गरेर केही हुँदैन के। न त आँखामा चिप्रा लागेको छ, न त रातो छ, न बिजाएको छ, अरू त्यस्तो ठुलो समस्या छ। तपाईँलाई भइरहेछ आँखाको ड्राइनेसको समस्या होइन, स्क्रिन टाइम धेरै छ, गर्मीको समय छ, पानी पनि कम खानु भएको छ, आँखा ड्राई भइरहेछ, त्यही भएर बिजाइरहेछ। अनि तपाईँलाई चाहिँ आर्टिफिसियल टियर्स अथवा चाहिँ जुन लुब्रिकेन्ट दिँदाखेरि तपाईँले चाहिँ कत्रो महँगो औषधि दियो, मलाई फलानु मेडिकलमा चाहिँ सस्तोवाला 20-25 रुपियाँ जाने औषधि दिन्छ, म त त्यहीँ जान्छु भनेर जानुहुन्छ कि। डाइरिया भएको मान्छेले सिटामोल खाए जस्तो यो कुनै पनि अर्थ भएको कुरो चाहिँ भएन कि। तपाईँलाई जे समस्या भएको हो त्यही समस्याको सोलुसन हुने औषधि प्रयोग गर्नुपर्ने हुन्छ। सस्तो हुँदैमा चाहिँ त्यो औषधिको काम त्योवाला तपाईँको समस्यालाई ठिक पार्ने औषधि भन्ने चाहिँ हुँदैन।